हाई हेलो गाइस, म चाहिँ यहाँनिर यो चाहिँ चिउरा हो। यो चाहिँ चिउरा हो, मैले धोएर रेडी पारेको हो। अनि म चाहिँ पुवा बनाउन लागेको। यो चाहिँ इन्डियन रेसिपी हो। पुवा भने चाहिँ चिउरा धोएर हैन फ्राई गर्ने हो। अनि यो चाहिँ इन्डियन रेसिपी हो, यसको नाम चाहिँ पुवा भन्छ हैन। यो चाहिँ म चाहिँ यसमा आलु फ्राई गरेर हाल्छु। यहाँ चाहिँ म आलु फ्राई गर्न लागेको छु। तेल चाहिँ तातेर रेडी भइसकेको छ। पहिला आलु फ्राई गर्छु। आलु चाहिँ पाकिसकेको छ, अब म निकाल्छु। अनि अन्डा फ्राई गरेर त्यसपछि चाहिँ पुवा फ्राई गर्छु। यो अन्डा चाहिँ रेडी भइसकेको छ। अब म यसमा टमाटर पकाउँछु। अन्डा रेडी भयो, आलु र अन्डा। अर्को त जाऊ है सानो। एकछिन पाक्नु दिने। अनि पास्ता मसाला र सोया। हाई हेलो गाइस, म चाहिँ यहाँनिर यो चाहिँ चिउरा हो। यो चाहिँ चिउरा हो, मैले धोएर रेडी पारेको हो। अनि म चाहिँ पुवा बनाउन लागेको। यो चाहिँ इन्डियन रेसिपी हो। पुवा भने चाहिँ चिउरा धोएर हैन फ्राई गर्ने हो। अनि यो चाहिँ इन्डियन रेसिपी हो, यसको नाम चाहिँ पुवा भन्छ हैन। यो चाहिँ म चाहिँ यसमा आलु फ्राई गरेर हाल्छु। टमाटर चाहिँ रेडी भइसकेको छ। अब म चाहिँ यसमा चाहिँ अलिकति खोर्सानीको धुलो, अलिअलि हल्का पिरो पिरो होस् भनेर। अनि नुन अलिअलि, नुन अघि लागेकै छैन। अनि यो चाहिँ पास्ता मसाला सिद्धिनु लागेछ। हजुर, यो पास्ता यो चाहिँ पाकिसकेको छ। अलिअलि धनियाँ एड गर्छु म। अब यो चाहिँ रेडी भइसक्यो। पर्फेक्ट भएको छ, रेडी भएको छ। मिठो पनि भएको छ, सादा सिम्पल तरिकाले हैन। मिठो हुन्छ, हेल्दी पनि हुन्छ। यसको नाम चाहिँ पुवा। यहाँ चाहिँ रेडी भइसकेको छ पुवा चाहिँ। यो चाहिँ नानीको ड्याडीलाई, यो चाहिँ बच्चाहरूलाई, दुईवटा बच्चाहरूलाई दिन्छु अब म। यहाँ चाहिँ पुवा चाहिँ रेडी भयो। हजुरहरू पनि अब खानु भएको छैन भने यसरी ट्राई गर्दा हुन्छ, मिठो हुन्छ। यो चाहिँ इन्डियन रेसिपी हो हैन, चिउराको।